त्यो 1400 जान्छौँ अब कति थियो भने पछि थाहा पाएँ त्यो चाहिँ 1400 अडियन्स रहेछ कि त्यहाँ चाहिँ हाम्रो फिल्म सुरु हुने रहेछ त्यो पुरा हाउसफुल थियो कि अब त्यो किसिमको चासो अब त्यो फिल्म हेरिसकेपछिको त्यो बेलाको मेरो पहिलो अनुभव हेरिसकेपछि अब यो कुरा मैले कसलाई भन्नु कहाँ भन्नु कसरी सुनाऊँ भन्ने जस्तो लाग्यो नि त त्यत्रो अब त्यो फिल्म हेरिसकेपछि हामीसँग आएर कुराकानी गर्नु नेपाली फिल्मको बारेमा चासो राख्नु हाम्रो विषयमा चासो राख्नु भोलिपल्ट सकिसक्यो फेस्टिभल सकेर बाटोमा हेर्दाखेरि पनि उहाँहरूले त्यो हेर्नुभएको मान्छेहरू भेटे उहाँहरूले कुरा गर्नुहुन्छ अरे अचम्म लाग्यो अनि त्यो किसिमको हुँदो रहेछ कि देउस अनि मलाई त्यो दिन चाहिँ के लाग्यो भने हामी आफैलाई चाहिँ कमजोर ठानिरहेको रहेछौँ तर हाम्रो कामहरू चाहिँ त्यस्तो ठाउँहरूमा पुग्दो रहेछ राम्रो रेपुटेसन परिरहेछ एभ्री इयर राम्रो गइरहेको छ अहिले त अब पछिल्लो समय त्यहाँदेखि लगातार रूपमा धेरै राम्रो फिल्महरू पुगिरहेको छ त्यहाँ पुग्दाखेरि चाहिँ के ढुक्क हुन्छ भने हामीलाई चासो गरिरहेको छ संसारभरि होइन हाम्रो पहुँच चाहिँ नै पुर्याउन सकिरहेको छैन कोसिस भइरहेको छ निरन्तर रूपमा हामीले राम्रो फिल्महरू पठायौँ भने होइन कुनै न कुनै दिन अहिले जसरी लागिरहेछ धेरै देशहरूमा हाम्रो फिल्महरू होइन संसारभरिको हामी जसरी फिल्म हामी घरमा बसेर अथवा हलमा गएर हेर्छौँ त्यसरी नै हाम्रो फिल्महरू पनि कुनै न कुनै दिन लाग्छ भन्ने चाहिँ मलाई लाग्छ अहिले कोसिस भइरहेको छ राम्रो भइरहेको छ अनि त्यही चिज चाहिँ हो अब एउटा नेपालमा चाहिँ एउटा व्यक्तिले मात्रै कोसिस गरिरहेको छ अथवा एउटा फिल्म मेकरले मात्रै कोसिस गरिरहेको छ जसमध्ये चाहिँ नै म 2-3 पटक फेस्टिभलहरू जाँदाखेरि चाहिँ त्यहाँको गभर्मेन्टको जुन निकाय हो उसले ठुल्ठुलो सपोर्ट गरिरहेको हुन्छ त्यो फिल्म मेकरलाई तब मात्रै त्यो गजबले स्थापित हुने हो नि त हामी त एउटा व्यक्ति अथवा एउटा मेकर आफै चाहिँ नै सङ्घर्ष गरेर त्यहाँसम्म पुगिरहेको अवस्था चाहिँ हो सानो सपोर्ट छ ठुलो सपोर्ट मैले सपोर्टै छैन त भन्नु खोजेको होइन तर फेरि ठिकै होइन भने तर शून्य जस्तो उहाँहरूलाई पनि त्यो विषयको ज्ञान अथवा यस्तो हुन्छ भन्ने कुराको चाहिँ ज्ञान धेरै छैन त्यही भएर यहाँनिर चाहिँ के भइरहेको हुन्छ भने जब बाहिरबाट आएका फिल्म फेस्टिभलहरूमा पुगेका फिल्महरू चाहिँ नि नेपालमा प्रदर्शन हुन्छ अनि एकदमै अर्को तरिकाले हेर्न थालिन्छ मतलब कि यो त फेस्टिभलको फिल्म हो खासै यो बजारको लागि यहाँको लागि बनाएको होइन तर त्यो फिल्म हेर्दाखेरि चाहिँ थाहा हुन्छ कि क्लियर थाहा हुन्छ कि त्यो चाहिँ किन पुग्यो त्यहाँ त्यो विशुद्ध आफ्नो तरिकाले आफ्नो पहिचान बोकेको फिल्म छ आफ्नोपन बोकेको फिल्म छ त्यसरी हेर्न सकिन्छ एकदम